Nursery boys, go to your parents. बाबु नानीहरू आफ्नो सँगै राख्दिनु होला। चोली माथि छड्के लायो भालुकी ए मखमली चोली माथि छड्के लायो भालुकी रूप सुन्दर मेरी आजु धपकै भालेकी सुन्दर मेरी आजु दपकै भरेकी सुन्दर मेरी आजु दपकै भरेकी मखमली चोली माथि छड्केलायो भरेकी रूप सुन्दर मेरी आजु दपकै भरेकी रूप सुन्दर मेरी आजु रूप सुन्दर मेरी आजु नजाराइको करौतीले रेट्यो मुटु र टक्कै अन्त नजर मरिजान्न पटक्कै नजाराइको करौतीले रेट्यो मुटु र टक्कै अन्त नजर मरिजान्न पटक्कै तिम्रो खै अन्त नजर मरिजान्न पटक्कै नजराइको करौतीले रेट्यो मुटु र टक्कै अन्त नजर मरिजान्न पटक्कै तिम्रो खै अन्त नजर मरिजान्न पटक्कै मौका मिल्दा मुखै फर्नु गएपछि चुके बेसीको घाम लेख्न जान्छ लुगे मौका मिल्दा मुखै फर्नु गएपछि चुके I've been sure I've been
channel promise William Andrew Suwa Bidu Dinan Dia Channel promise ini bawa ini ada di sana hari ini saya yang sedang berada di pasal bersama dengan kita
तारा देखाइदिन्छु र तारालाई माया गर्छु है ताराले भने सबै कृपया धेरै गरिदिनु अनुरोध गर्छु
मेरो नाम त्रिसा पाण्डे हो। आज हामी राष्ट्रिय पहिचानहरूको बारेमा गीत गाउँदैछौँ। रातो हाम्रो लागि गुराँस, हाम्रो राष्ट्रिय फुल। रातो राम्रो लागि गुराँस, हाम्रो राष्ट्रिय फुल। चुरी छाती फाल्ने त्यसलाई नगर्नु है भुल। चुरी छाती फाल्ने त्यसलाई नगर्नु है भुल। हरियो तो वनमा मनहरा छ। हरियो तो वनमा मनहरा छ। त्यही वनमा राष्ट्रिय चरा गाभेको छ। त्यही वनमा राष्ट्रिय चरा गाभेको छ। राष्ट्रिय चरा बर्कुन हो सोधे दाइलाई। राष्ट्रिय चरा बर्कुन हो सोधे दाइलाई। गोठमा लगी देखाउनु हो हाम्रो गाईलाई। गोठमा लगी देखाउनु हो हाम्रो गाईलाई। दुईटा त्रिभुज चन्द्र सूर्य कति राम्रो छ। दुईटा त्रिभुज चन्द्र सूर्य कति राम्रो छ। संसारकै अनौठो झन्डा हाम्रो छ। संसारकै अनौठो झन्डा हाम्रो छ। रातो सिक्रीको हाय साथी राष्ट्रिय रङ त। रातो सिक्रीको हाय साथी राष्ट्रिय रङ त। कुन वस्तुको त्यस्तै रङ छ तिमी भन त। कुन वस्तुको त्यस्तै रङ छ तिमी भन त। अब हामी सोसल ड्रामाको लागि स्टेजमा आमन्त्रण गर्दछौँ प्रज्ञान पाण्डे, नीला अधिकारी, शान्ति भट्टराई, सिसन लामिछाने, साइमन बराल, रुजन रायमगर, सुसन अधिकारी एन्ड आवांश भट्ट। नमस्कार, म प्रज्ञान पाण्डे। आज हामी हजुरहरूको सामु सानो प्रस्तुति लिएर आएका छौँ। ध्यान दिएर हेरिदिनु होला।
म भर्खर अफिसबाट एक गिलास पानी ल्याइदिन्छ शान्ति आफै ल्याएर यसो म आफ्नो साथीहरूसँग कुरा गर्दै हो कति धेरै साथीसँग कुरा गरेर मलाई टाइम नदिए पनि छोरीलाई टाइम दो न त्यस्तो Thank you, Dharma. Congrats for success. भदगौले मेरो सिर मढल्के को ला ला छा छा एक जोड़ी खुकुरी हेर टलल तलके को वाह वाह छा छा हे कालो टोपी भदगौले मेरो सिर मढल्के को एक जोड़ी खुकुरी हेर टलल तलके को मेची काली रगत में मेरो सलल भागे को छाती भीतर मेरो हिमल झलल झलके को
ढल्केको एक जोडी खुकुरी हेर टल्ला ढल्केको रातो रातो लाली गुराँस मेरो नेपालको रङ्गी चङ्गी डाँफे मुनाल हाम्रै हिमालको रातो रातो लाली गुराँस मेरो नेपालको रङ्गी चङ्गी डाँफे मुनाल हाम्रै हिमालको गौरवशाली सगरमाथा मेरो नेपालको गौरवशाली सगरमाथा झिल्के मेरी माया छिटो नेपालको कालो टोपी फदगाउँले मेरो शिरमा ढल्केको एक जोडी खुकुरी हेर डल्लल ढल्केको महु नेपाली बाबु मेडी नेपाल 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 कार्यक्रमका सभाध्यक्ष यसै मन्टेसरी स्कुलकी प्रिन्सिपल शोभा लामिछानेज्यू त्यस्तै प्रमुख अतिथि तथा कालिका नगरपालिकाका नगर प्रमुख ज्यू विशिष्ट अतिथिज्यूहरू अभिभावकज्यूहरू शिक्षा कर्मचारी तथा प्यारा सानो बाबु नानीहरू आज यस एनुअल कार्यक्रममा 11औं वार्षिक उत्सव कार्यक्रममा मेरो स्कुललाई पनि सुनगालो बाल संसार मन्टेसरी स्कुललाई आमन्त्रणा गरी 2 शब्द बोल्ने अवसर प्रदान गरिदिनु भएकोमा म आयोजक स्कुलप्रति मेरो व्यक्तिगत तर्फबाट र सिङ्गो विद्यालय परिवार तर्फबाट आभार व्यक्त गर्दछु। वास्तवमा आज को दिन भनेको अभिभावकज्यूहरूको एकदमै महत्त्वपूर्ण दिन हो किनकि हजुरहरूले आफ्ना साना बाबु नानीहरूले वर्ष दिनभरिमा के कति गर्नुभएको सबै कुराहरू पुराउन सबै देखाउनको सक्षम हुनु भएन होला तर पनि छोटकरीमा सार रूपमा सबै विद्यार्थीहरूलाई एड्रेस गरेर स्टेजमा उभ्याउन सफल हुनुभएको छ। वास्तवमा मैले भन्नुपर्दा मलाई यहाँ माइक समातेर बोलिरहँदा एकदमै म डराइरहेको छु र कामिरहेको छु। कन्फिडेन्स क्षमता हामीमा वृद्धि भएको छैन तर अहिलेको बच्चाहरू सानो बच्चाहरू स्टेजमा एकदमै कन्फिडेन्स तरिकाले नाचगान गर्नुभयो। उहाँहरूप्रतिमा यस स्कुलमा राख्दाखेरि बच्चाहरू यहाँबाट निस्केर जाने बेलासम्ममा एउटा कन्फिडेन्स पावर वृद्धि भइसकेको हुन्छ। विवान लामिछाने रियाज खनाल कता हुनुहुन्छ क्लासमा आइदिनु होला। रियाज खनाल विवान लामिछाने 8 करना 2 करना 3 करना 4 करना 5 करना 6 करना 7 करना 8 करना it has 8 करना it has 6 sides 1 size 2 size 3 size 4 size 5 size 6 size it has 6 size it has
1 ages, 1 age, 2 ages, 3 ages, 4 ages, 5 ages, 6 ages, 7 ages, 8 ages, 9 ages, 11 ages, 12 ages, 8 ages, 12 ages. This is 23 cats, 8 cats, 8 cats, 6 cats, 8 cats, 11 cats. उहाँहरूको सेन्ट्रोरियल एक्टिभिटी अन्तर्गत पर्ने एउटा स्याम्पल मात्रै थियो अभिभावकजीहरू हजुरहरूले यसलाई कसरी बुझ्नुभयो सेट पहिचानको पनि हो यसको उद्देश्य भनेको कलर पनि थियो उहाँ आउनुभयो भने नजिकैको हो फेरि त्यसलाई जोडौँला अब ट्राफिक क्राइम्समा आध्यात्मिक मान्यता दासरी रोनाल्डो लियोना अल्सो सिद्धान्त कृष्ण भट्टराई रिदम उहाँहरूलाई जोड्नको लागि म अनुरोध गर्न चाहन्छु र प्रिन्सिपल म्यामलाई अगाडि आइदिनु अनुरोध गर्दछु अब हामी लगभग अन्तिम चरणमा छौँ हाम्रो यस कार्यक्रम स्काट क्विज कस्मसको इभेन्ट एनुअल प्रोग्राममा हामीलाई समय दिएर सहयोग गर्ने विभिन्न अतिथिज्यूहरू प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यू गइसक्नु भएको छ अन्य अतिथिज्यूहरूलाई सम्मान गरिदिनु हुन म विद्यालयको प्रिन्सिपल म्यामलाई हार्दिक अनुरोध गर्न चाहन्छु सम्मानको लागि स्टेजमा आमन्त्रण गर्न चाहन्छु आवाज टेलिभिजनकी सञ्चालिका आदरणीय पवित्र ढकाल म्याम हामीलाई हरेक समयमा आवाज टेलिभिजनबाट सबै जसो कार्यक्रमहरूमा सहयोग प्राप्त हुने गर्छ उहाँ आवाज टेलिभिजनकी सञ्चालिका हुनुहुन्छ आदरणीय पवित्र ढकाल उहाँलाई सम्मान गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु त्यसै गरी म सुनगामा बाल संसार मन्टेसरीको प्रिन्सिपल आदरणीय भगवती दत्तका म्यामलाई स्टेजमा आमन्त्रण गर्दछु त्यसै गरी म स्टेजमा आमन्त्रण गर्दछु किड्स प्लानेट मन्टेसरीकी सञ्चालिका प्रिन्सिपल सावित्री खरेल म्याम आदरणीय अभिभावकज्यूहरूलाई निवेदन गरौँ किड्स प्लानेट मन्टेसरी 2069 सालमा म्युनिसिपलमा हामीले स्थापना गरेको विद्यालय हो किड्स प्लानेट हाम्रो सावित्री म्याम हामीसँगै थियो हाम्रो मन्टेसरीको स्टार्टिङ किड्स प्लानेट मन्टेसरी हो हामी 3-3.5 वर्षसम्म किड्स प्लानेट मन्टेसरी म्युनिसिपलमा रहेका थियौँ यहाँलाई स्मरण गराउन चाहन्छु त्यसपछि म पवित्र पाण्डे म्याम मरुसौ मन्टेसरीकी सञ्चालिका प्रिन्सिपल पवित्र पाण्डे म्यामलाई स्टेजमा आमन्त्रण गर्दछु त्यसै गरी म आदरणीय सुमिना केसी म्यामलाई स्टेजमा आमन्त्रण गर्दछु
सुमिरा केसी म्याम ल यता त्यसै गरी कल्पना कुँवर म्यामलाई म स्टेजमा आमन्त्रण गर्दछु कल्पना म्याम धन्यवाद आदरणीय म्याम त्यसै गरी म स्टेजमा आमन्त्रण गर्न चाहन्छु आदरणीय रविना गौतम म्याम आदरणीय रविना गौतम म्यामलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु र उहाँलाई सम्मान गरिदिनु हुन विद्यालयको प्रिन्सिपल म्यामलाई हार्दिक अनुरोध गर्दछु आदरणीय रविना म्याम त्यसै गरी म सम्मानका लागि आदरणीय वर्षा तामाङ म्यामलाई स्टेजमा आमन्त्रण गर्दछु वर्षा म्याम र उहाँलाई सम्मान गरिदिनु हुन विद्यालयको प्रिन्सिपल म्यामलाई हार्दिक अनुरोध गर्दछु मेरो अति नै आदरणीय प्यारो भाइ सन्तोष म अगाडि आमन्त्रण गर्दछु हाम्रो हरेक कार्यक्रममा हामीलाई सहयोग गर्ने प्यारो भाइ सन्तोष कृपया अगाडि आइदिन अनुरोध गर्दछु म सम्पूर्ण अतिथिज्यूहरूलाई एकपटक अगाडि आइदिनु अनुरोध गर्दछु अनि सन्तोष एउटा फोटो लिनको लागि अनुरोध गर्दछु Our shapes, you can see us everywhere. I'm a square, you can see me everywhere. I have 4 sides, I'm a square, I'm a circle, I go round and round and round. I have only 1 side, I'm a circle, round and round. I'm a triangle, I'm a pointy little shape. I have 3 sides, I'm a triangle. We are shapes, you can see us everywhere. I'm a rectangle, like a really long square. I have 4 sides, I'm a rectangle. I'm a star in the sky, so far. I have 5 pointy arms, I'm a star. I'm a heart, I'm so curvy and so smart. I'm a really lovely shape. I'm a heart. I'm a diamond, you can see me on a ring. I'm so shiny and so bright. I'm a diamond. We are shapes, you can see us everywhere. We are shapes. प्रयास गरेका छौँ यो हाम्रो अन्तिम पर्फर्मेन्स रहनेछ त्यसैले म एलकेजीका बाबु नानीहरू रियाज कुमार रोनाल्डो स्टेजबाट तल रहनुभएका एलकेजीका बाबु नानीहरू अन्सु राणा मगर सिद्धान्त बाटो काट्ने कसरी नयाँतिर हेरेर बायाँतिर हेरेर ट्राफिक दाइलाई सोधेर बत्तीसँगै बुझेर देब्रा क्रसिङ हेरेर बाटो काट्नु पर्छ ए साथी
अप्नाउनु पर्ने ट्राफिक नियमहरूको बारेमा बाबु नानीहरूलाई केही जानकारी प्राप्त होस् भन्ने हिसाबले हामीले एसेम्ब्लीमा पनि यी कुराहरू गराइराखेका हुन्छौँ जसले गर्दा सचेतना ट्राफिक सचेतना पनि हुने गर्दछ प्रयास हो बाबु नानीहरूको र यसैलाई अवलम्बन गर्नको लागि पनि यहाँले पनि बाबु नानीहरूलाई बाटोमा हिँड्दाखेरि लेफ्ट साइडबाट हिँड्नुपर्छ जेब्रा क्रसिङबाट बाटो काट्नुपर्छ ट्राफिक लाइटको बारेमा जानकारी पाउनुपर्छ भन्ने किसिमका कुराहरू यहाँहरूले पनि पक्कै पनि सिकाउनु भएको छ भन्ने हामीले लागेको छ र अझ थप यहाँहरूले यसलाई प्र्याक्टिसमा ल्याइदिनु होला भन्ने अनुरोध गर्दै अब यो कार्यक्रमको हामी अन्तिम चरणमा छौँ त्यसैले कार्यक्रमलाई समापनपछि पनि हामी एउटा डान्सको प्रस्तुति राख्नेछौँ त्यसैले केही समय धैर्य गरिदिनु होला यो कार्यक्रमलाई औपचारिक रूपमा समापन गरिदिनु होला यस विद्यालयकी प्रिन्सिपल सञ्चालिका आदरणीय शोभाराम म्यामलाई स्टेजमा आमन्त्रण गर्दै म उजुर गर्न चाहन्छु धन्यवाद Come on,
सुजना म्याम। त्यसै गरी म स्टेजमा आमन्त्रण गर्न चाहन्छु शोभा गोले म्याम। उहाँको हरेक हिसाबमा एकाडेमिक पाटो त आफ्नो ठाउँमा छँदैछ, बाबु नानीले एकाडेमिक पाटो सँगसँगै यो पर्फर्मेन्सको लागि उहाँले जुन मेहनत गर्नुभएको छ त्यसको लागि हामी सम्मान व्यक्त गर्न चाहन्छौँ विद्यालय परिवार। शोभा गोले म्याम। त्यसै गरी म स्टेजमा आमन्त्रण गर्न चाहन्छु म स्टेजमा इका गुरुङ म्यामलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। इका मिस। त्यसै गरी म रश्मिता रामिछाने मिसलाई स्टेजमा आमन्त्रण गर्दछु। रश्मिता मिस। त्यसै गरी म स्टेजमा आमन्त्रण गर्न चाहन्छु सुजना नेपाली म्याम। सुजना म्याम। त्यसै गरी म स्टेजमा आमन्त्रण गर्न चाहन्छु सुमिता सुनुवार। सुमिता राई मिस। हामीलाई हरेक समयमा सहयोग गर्नुहुने हाम्रा कर्मचारी साथीहरू, म दीपिका सापकोटालाई स्टेजमा आइदिनुलाई अनुरोध गर्दछु। त्यसै गरी म स्टेजमा आमन्त्रण गर्न चाहन्छु निरुता पौडेल। र यी सबै चाँजो पाँजो मिलाउने यस विद्यालयकी प्रिन्सिपल की म्यान, म उहाँलाई मेरो व्यक्तिगत तर्फबाट र विद्यालय परिवारको तर्फबाट सम्मान गर्न चाहन्छु।
कार्यक्रमका प्रमुख अतिथिज्यू अहिले हामी आज परिसक्नु भएको छ। विशिष्ट अतिथिज्यूहरू सहकर्मी मित्रहरू, कर्मचारी साथीहरू, अभिभावकज्यूहरू, प्यारा प्यारा बाबु नानीहरू, वार्षिक रूपमा विद्यालयले एउटा कार्ययोजना बनाएर बाबु नानीहरूलाई के कति विकास गर्न सकिन्छ भन्ने उद्देश्यले एक खालको कार्यविधिमा विद्यालय अगाडि बढेको हुन्छ। हामीले बाबु नानीहरूको शैक्षिक विकास सँगसँगै उहाँहरूको शारीरिक विकासको लागि स्वस्थकर खाना, मानसिक विकासको लागि त्यही खालका क्रियाकलापहरू, सोसल डेभलपमेन्ट सामाजिक विकासका लागि पनि अतिरिक्त क्रियाकलापहरू, खेलहरू, साथसाथै गीत सङ्गीतको माध्यमबाट यसको उद्देश्य भनेको नै सामाजिक विकास र मानसिक विकास हुन्छ। यी खालका गतिविधिहरू निरन्तर रूपमा गर्दै आएको कुरा यहाँहरूलाई अवगत नै छ। यही कुराहरूलाई समेटेर एक दिन हामी बाबु नानीहरूलाई अभिभावकहरूसँग साक्षात्कार गराउने जमर्को गर्छौँ। अभिभावकज्यूहरू, म यो अर्थमा आफूले आफूलाई सफल भएको ठान्छु। बाबु नानीहरू 100% कन्फिडेन्ट हुनुहुन्छ। म यहाँ आउँदाखेरि झसङ्ग भएको थिएँ, तर मेरा बाबु नानीहरू जसलाई मैले हात थामेको थिएँ, जसलाई मैले जिम्मा लिएको थिएँ, उहाँहरूको कन्फिडेन्स लेभलमा काहीँ कतै कमी नै छैन। हजुरहरूले देख्नु भएको छ, कुनै कोठामा चुकुल लागेको छैन, कुनै बाबु नानीलाई शिक्षकले भित्र राख्नु भएको छैन। हामीले अभिभावक सँगै छोडेका छौँ र प्यारेन्ट्सकै काँधबाट अगाडि स्टेजसम्म चढेर यी पर्फर्मेन्स उहाँहरूले गर्नुभयो, देखाउनु भयो। मलाई अत्यन्त गर्व महसुस भएको छ। अभिभावकजीहरू, केही बाबु नानीहरू भर्खरै हामीसँग जोडिनु भएको छ र कतिपय बाबु नानीहरू हामी जस्तै हो, उहाँहरूको स्वभाव अलिकति फरक हुन्छ। त्यसलाई फेरि टाइम लाग्छ, उहाँहरूबाट त्यो डर, त्यो खालको एउटा बकस हट्नको लागि चाहिँ थोरै टाइम लाग्छ। उहाँहरू यहाँ हुनुहुन्छ भने राति नुहाउन पनि म अनुरोध गर्छु। नेक्स्ट इयर हामी एकदमै प्रतिबद्धता व्यक्त गर्छौँ। उहाँहरूको कन्फिडेन्स लेभल एकदमै हाई हुनेछ। अभिभावकजीहरू, आजको यो विशेष कार्यक्रम धेरै कुराहरू भनिरहनु पर्दैन। म यतिखेर मेरा शिक्षक साथीहरू, म एक्लैले यो सबै सम्भव हुन्थेन। उहाँहरूले यो क्राफ्टका चिजहरू हिजो पनि बिदाको दिन नभनिकन उहाँहरू यहाँ अबेरसम्म एकदमै के प्यासनेटिक भएर, एकदमै प्रतिबद्ध भएर आफ्नो कर्तव्य निभाउनु भएको छ। यी रङ्गीचङ्गी फुलहरू, यो डेकोरेसन, यो बाबु नानीहरूलाई गर्ने कोरियोग्राफीहरू, डान्स टिचरले त्यत्तिकै मेहनत गर्नुभएको छ, शिक्षक साथीहरूले त्यत्तिकै मेहनत गर्नुभएको छ, बाबु नानीहरू त्यत्तिकै सक्रिय भएर अगाडि बढ्नु भएको छ र आजको कार्यक्रम चाहिँ यहाँसम्म ल्याउन सक्नु भएका छौँ। आगामी दिनहरूमा हामी बाबु नानीहरूको व्यक्तित्व विकासका लागि गर्नुपर्ने कुनै पनि कसर बाँकी राख्ने छैनौँ। विद्यालयले गर्नुपर्ने भौतिक विकासका लागि, बाबु नानीहरूको सर्वाङ्गीण विकासका लागि हामी प्रतिबद्ध छौँ भन्ने प्रतिबद्धता म यहाँहरू समक्ष जारी गर्न चाहन्छौँ। र यही भनाइहरू यहाँ राख्दै आजको यो वार्षिक कार्यक्रम, 11औं वार्षिक कार्यक्रम यहीँनिर समापन भएको पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु।